नारायण नारायण। त्यो सुनामीले के सोचेको? यो गोपीनन्दनले गाई पाल्न सक्दैन। गाई पालिहाले पनि दुब्ला र करङमा गिटार बजाउँछ त्यसले। नारायण नारायण। अब यो गोपीनन्दनले गाईलाई लगेर यति मजाले घाँस खुवाएर पाल्छ, यो मोटाएपछि झिँगा बस्दा पनि पिलित्तै चिप्लिन्छ। नारायण नारायण। त्यही देख्दैछु। ए मोहनलाल, ए लिम्बू होइन, यो के गाई जात्रा हो यो? तपाईँ के कुरा गर्नुभएछ दाजु? तपाईँ कसरी गाई जात्रा देखाएछु? हौ त्यही त, हौ कसरी गाई जात्रा हो यो? लिम्बूको पोसाक मधिसेले अनि मधिसेको पोसाक लिम्बूले लगाएपछि के हो त यो गाई जात्रा नभए?